अघि अघि धन्य गए हेलमेट खै दादा हेलमेट चाहियो नि मैले चाहिँ कमाएको छैन ल ल ल ए छोडिदिउँ न छोडिदिउँ अलिकति पछाडि आऊ न पठाइदिउँ अगाडि अगाडि पठाइदिउँ जाऊ 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 यस यस जाऊ 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 बाइकको बारेमा अहिले मैले चलाएँ होइन आधी घन्टा मैले चलाइसकेँ मलाई मेरो एक्सपिरियन्स बेटर रह्यो मैले अहिले पछि चलाएको चाहिँ मैले भिडियो बनाउनु पाइनँ मेरो क्यामेरा अर्कोले बोकेर गयो होइन अब बाँकी तपाईँले भनिदिनु तपाईँको यहाँनिर के छ कस्तो सुविधाहरू के छ सो हेलो एन्ड नमस्ते गाइज वेलकम टु असम ब्लग्स आज धेरै पछि असम ब्लग्स किन भिडियो लिएर आयो भन्नु चाहिँ भन्दा चाहिँ आज अलिकति छुट्टै टाइपको कुरा लिएर आइरहेको चाहिँ मैले हामी आज नगरकोट जाँदैछौँ गोजिनी ड्याम पछाडि क्वाड बाइक चलाउनलाई है अहिले त्यहाँनिर चाहिँ म पोखरातिर देखिरहेको हो यताउतितिर देखिरहेको हो नि त अहिले चाहिँ त्यहाँनिर पनि आइरहेको रहेछ है आज चाहिँ हामी राइड हान्न जाँदैछौँ र फुल ब्लग हेर्नु होला लास्टमा म तपाईँहरूलाई थ्याङ्क यू भन्ने छ है फुल ब्लग हेरेकोमा ओके गाइस स्किप चाहिँ हामीसँग हाम्रो रोजन भाइ पनि छ टक्क मेरो भिडियो बनाउँदैछ है केटाले अनि यहाँनिर हरि पुरा पैसा हाल्दैछ कति हाल्यौ 3000 हो 5000ले पुग्छ त कति लिन्छ अरे त्यहाँ कति लिन्छ अरे एकजनाको 2000 महँगो भएन र 1000 होला हौ उसको पुरै ठुला हुन्छ अरे होइन ऊ त्यहाँनिर सोल्टीले पुरा भिडियो हान्दैछ होइन हाई भनिदेऊ ओके ल सोका जो साउन्ड चाहिँ रेकर्ड भइसकेको रहेछ है मैले अघि हेरेँ अघि धन्य गएँ खासमा के हो भन्दाखेरि अगाडि गएर सुताउ तिम्रो भिडियो बनाइदिन्छु भनेर मोबाइलमा आयो है अनि ठिक छ नि त भनेर मैले अनि भिडियो बनाऊ भनेर दिएँ मोबाइल त्यही जोसमा त हो नि केटा हो अब सुताउँछु भनेर हालिहालेँ अब भर्खर कति भएको थियो हिँडेको धेरै भएको थिएन नि त 1 किलोमिटर पनि 2 किलोमिटर त हिँडेको थियो होला म त्यहाँदेखि बिस्तारै हिँड्यो टायर सायर केही तातिसकेको थिएन होइन ग्रिप स्रिप केही बसिसकेको थिएन नि त लमा सुताउनु थियो कस्तो के भयो क्या सकेन क्या अब सिधा भनिदिउँ न सकेन अघि त्यस्तो नसक्ने खाले मान्छे त होइन म तर मैले सकेन यमराज कहाँलाई यमराज यतैबाट हालिदिउँ न साला ख्याच थिचेर 10 सेकेन्ड बढाउने ख्याच थिचेर 20 सेकेन्ड बढाउने खिचिराखेर 2x मा भिडियो हेर्ने नगरिदिउँ न है तर यो बाटो चाहिँ मलाई दामी लाग्छ क्या कस्तो मिठो छ बाटो चाहिँ अलिक उकालो साँगुरो हो होइन अब भ्यू हेरौँ गाइस केटा हो काठमाडौँको भ्यू यो ल यतापट्टि भक्तपुर यता काठमाडौँ दामी एकैछिन है फेरि एकैछिन यहाँनिर गल्ती भयो कि सक्यो फेरि खानुपर्छ तल शनिबार त प्याक हुने बाटो हो यो आज किन प्याक भएन यस्तो खाली हुने बाटै होइन यो शनिबार अब यो विकेन्डहरूमा होइन ल फेरि भ्यूको रमाइलो लिउँ है त भ्यूको रमाइलो लिन चाहिँ छोड्दै नछोडौँ है ठ्याक्क मेरोमा अलिकति पर्छ होइन आइपुग्न आँट्यो दुईवटा चुक छ एउटा यता जाने बाटो छ एउटा यता जाने बाटो छ होइन त्यो दुईवटा यता जाने र यता जाने बाटोबाट चाहिँ कतापट्टि जाने हो भन्ने चाहिँ मलाई पनि ठ्याक्कै थाहा छैन फेरि यमराज अगाडि हुनुहुँदो रहेछ है दादा म अगाडि जाउँ ओ सरी हेलमेट खै दादा हेलमेट चाहियो नि खै हेलमेट खै अघि बुलेट आइरहेको जस्तो लागेको थियो अगाडिबाट ल यहाँ फर्किदिएर सरी मेरो गियर अड्क्यो सरी कस्तो गियर अड्क्यो त रिसिभ हुने यार धन्य यार मुखबाट यस्तो शब्दहरू निकाल्नु त नहुने हो होइन कहाँबाट यहाँबाट चाहिँ कता जाने हो यो गोजिनी रिसोर्ट कता यता हो यता रहेछ ल यता यो ठ्याक्क यो गोजिनी जाने बाटो यही त होला अरे
कस्तो गियर अर्कै गऱ्यो भने मेरो अघि त गर्नु त एकमा हालेर स्विट ओभरटेक च्वाट्ट दुईमा तान्न खोजेर झ्याक्कै न्युट्रलमा आउँछ फेरि झ्याप्प डाउन गर्छु फेरि स्वाट्ट माथि तान्न खोज्छु झ्याप्पै न्युट्रलमा आउँछ चरेलीबाट चाहिँ नगरकोट यता मुहान पोखरी जाने होइन कि यता नगरकोट हाटो लाग्ने बाटो रहेछ है मैले लोकेसन चाहिँ भन्दै आइरहेको छु मैले जति म जाँदा जुन चोकबाट माथि आइरहेको छु त्यहाँबाट चाहिँ मैले लोकेसन भन्दै आइरहेको छु है कतिको बुझ्नुहुन्छ कतिको देख्नुहुन्छ यसो मेरो भ्लग हेरेर आउनु मन लाग्यो भने चाहिँ आउनु होला मैले मलाई लोकेसन थाहा भएर आएको चाहिँ होइन यो भाइको पछि लगाएर म पनि हिजो मात्रै प्लान बन्यो फेरि हिजो मात्रै प्लान बन्यो अनि आज गइदिउँ न के छ र होइन मैले लानु के छ र 2 दिनको जिन्दगीमा घुम्ने हो खाने हो होइन उसले मैले चाहिँ कमाएको छैन ल ल ल ए छोडिदिउँ न अलिकति पछाडि आऊ न छोडिदिउँ न बिचरा यार त्यो अब चाहिँ बाटो छोडिदियो हुन्थ्यो भने त्यत्रो लोड कस्तो दिमाग चाहिँ छैन क्या त्यत्रो लोड गाडी अगाडि छ यार कस्तो पछाडि हालिरहेदैन भने ओके दाइ ओके त्यत्रो लोड गाडी अगाडि छ है दिमाग चाहिँ पिट्टिकै छैन क्या हिँड अगाडि हिँड गाह्रो छ दाजु गाह्रो छ है दिमाग भन्ने चाहिँ छैन क्या त्यत्रो लोड गाडी अगाडि छ भने पछाडि जाने र ऊ त पछाडि आयो भने के हुन्छ भने अब हेलमेट अका हातमा लिएर दिदी के हो यस्तो हेलमेट लाउनु पर्यो कपाल उडाउँदै हिँड्नु भएन ओके सरी थ्याङ्क यू भेरी मच यही हो यहाँ आइसक्यो आइपुग्यो हामी देखियो केटा हो है त्यहाँनिरबाट हामी सिधै आउँदाखेरि देखिँदो रहेछ बाटोमा आर्चिड के भन्छ होइन आर्चिड स्टेसन भनेर लेखा रहेछ होइन यो चरेली रिसोर्ट जाने बाटो चाहिँ जानु परेन यताबाट सिधै अगाडि उ त्यो अपाचे गइरहेको ठाउँमा होइन हो भाइ बिग फ्यान भन्दैन न जबरजस्तीको फ्यान बाटोमा परेको छ यहाँ अनि छैन त यही होला यो यिनीहरूले ट्र्याक पनि बनाएको छ अरे भन्थ्यो यो होइन रहेछ यो त प्लटिङ गरिरहेको छ बाटो चाहिँ साँगुरो कि यहाँको है एउटा गाडी आइदियो भने गाडी हाल्नलाई गाह्रो कि बाइक त छिरिहाल्छ होइन गाडी हाल्न चाहिँ गाह्रो यो अघिदेखि त्यो टिप्परहरू के बोकेर कहाँ जानु रहेछ भने यहाँनिर यो प्लटिङको बाटो यस्तो डाँडो पनि प्लटिङ छ है यो भने यहाँ त यो प्लटिङ गर्ने खालको ठाउँ त होइन नि त है अब रिसोर्ट खोल्ने अब अनि यसो फार्मिङ गर्ने अनि त्यो त नेचरको लागि दिने ठाउँ हो नि त तर यो ठाउँ प्लटिङ बढी भइदियो होइन पछाडिबाट एउटा ग्रुप नै आइसक्यो हामीसँग चाहिँ अब टक्क यो ग्रुपले देखाउँछ अब यहाँबाट यहाँ छु पठाइदिउँ न त अगाडि पठाइदिउँ अगाडि पठाइदिउँ जाऊ यस जाऊ यस कम अन ओके आमा सयो केटाहरू पनि अब शनिबारको राइड टक्का नगरकोटतिर राइड हानिदिउँ भयो भनेर आएको होला नि त ग्रुप राइड तर रमाइलो हुन्छ यार ग्रुप राइड हिँड्न चाहिँ मान्छे चाहिँ यो लिड गर्ने मान्छे र अनि यो चलाउनेहरूको त्यो जस्तो यो ग्रुपको सबैको कोअर्डिनेसन चाहिँ मिल्नुपर्छ होइन सबजनाले एक सर गरी हिँड्नुपर्छ कोही फेरि एउटा कोही हुन्छ क्या ग्रुपमा एउटा साइको हुन्छ बिचमा सबजना एउटा एक सुले हिँडिरहेको हुन्छ होइन ग्रुपमा एउटा साइको निस्किन्छ क्या पछाडिबाट हाल्ने जहाँ भेट्यो त्यहीँ बाइक लाम हाल्ने ओभरटेक त्यस्तै गर्ने होइन त्यस्तो परेन राम्रै पर्यो होइन सबैजना टक्क कोअर्डिनेसन राम्रो भयो भने चाहिँ मजा आउँछ क्या हिँड्न पनि मजा आउँछ अनि स्वाद पनि पर्छ क्या ग्रुप राइडको सयो ल हामीले त कहाँ ल्यायो यार ओहो कहाँ ल्यायो तिमीले अब यहाँबाट रहेछ नि असली भ्यू देख्ने त केटा हो अघिदेखि कन्टिन्यू हिँडिरहेको छु नि त मैले यहाँबाट हेर ल कति हेर्छ ल भ्यू हेर ल एकछिन रोकिदिन्छु मैले यहाँ ल ओहो ल एकैछिन मोबाइलै निकालेर देखाइदिन्छु हामी सिधै त्यहीँ पुगेपछि मात्रै कुरा गर्छौँ है अलिक भिडियो धेरै लामो भइसक्यो 14 मिनट भइसक्यो मलाई एडिट गर्ने झ्याउ हुन्छ नि त फेरि मलाई एडिट गर्ने राम्रोसँग आउँदैन नि त फेरि मेरो पिँढा नि बुझिदिनु पऱ्यो नि त है त ल ओके ल गाइस म आएको भनेको अघिदेखि भिडियो बनाएर के को लागि आयो त है यही हो क्वाड बाइक भने यही हो क्वाड बाइक किन भन्यो भन्दाखेरि 4वटा पाखरा हुन्छ त्यही भएर क्वाड बाइक जस्तो हुन्छ त्यही भएर बाइक
है मेरो क्वाड बाइक त्यही हो मैले त्यसलाई जाम हाल्न लाग्छ त्यहीँ हाल्छु यसलाई नि अहिले जहाँ जहाँ मन लाग्छ त्यहीँ जाम हाल्ने चट्ट कुदाउने यो चाहिँ अहिले अलिकति यसमा चाहिँ थोरै प्रब्लम आइरहेको छ यो बन्छ एकछिनमा दाइहरूले बनाउनुहुन्छ हामी चढ्छौँ एकछिन वेट गर्छौँ हामी च्याखेर आउँछ है त तर स्वाद पर्ने चाहिँ बस्ने बेलामा चाहिँ तपाईँहरू पनि आउनु होला डु भिजिट गाइड एकदम राम्रो छ मजा आउँछ यो चलाउनलाई अहिले चलाएपछिको रिभ्यू म फेरि पनि लिएर आउँछु एउटा ओके आउँदैछौँ अब चाहिँ अब राइड स्टार्ट हुँदैछ होइन ट्रक रेडी भइसक्यो यहाँ बस्नलाई अब स्टार्ट हुन्छ म भ्लग बनाउँछु कस्तो हुन्छ हेर्दै नकेटा है त ल ओके डाउन ओके गाइस सुरु भइसक्यो अब चाहिँ है मजा आयो गाइस मजा आयो ल मजा आयो दामी सही हुँदो रहेछ ल ओहो यार तर ह्यान्डल चाहिँ आमा कस्तो डेन्जर काटिने यार यतिले पनि होइन अब पुरै छुँदो रहेछ क्या यहाँनिर त बाटो दामी रहेछ नि त ह्यान्डल बाङ्गो रहेछ त्यही भएर अलिक केटाहरू मैले चाहिँ अब के भयो भन्ने यहाँनिर है मेरो मुख्य समस्या चाहिँ बाइक 3टा मात्रै रहेछ है अनि बाइक 3टा भएपछि हाम्रो 3जनाको पाला आउँछ 3जना एकैचोटि चलाउने भनेर बसेको तर कहिले एउटा बाइक बिग्रिदिने है अनि कहिले के हुने गर्दाखेरि चाहिँ पालो आएन अनि म अहिले एउटा बाइक खाली आयो एउटा बाइक लिएर आइहालेँ म होइन अनि अब केटाहरू आउँदैछन् अर्को दुइटा लिएर चाहिँ एकछिनमा 5-7 मिनट बाँकी छ त्यो अर्को पहिला पालो कटिहाल्यो क्या अहिले डेन्जर हुँदो रहेछ 220 डरा स्वाद पर्ने रहेछ म स्टार्टमा भइदिएर अब यहाँ आएर अनि यस्तो भएपछि अनि मेरो टाइम जाँदैन त यस्तो भयो भन्दै यता अफरोड भएको बाटो देखिनँ मैले अब कताबाट उकालो लाग्यो म यता जान्छु टक्क होइन होइन यति जाँदो रहेछ यार आएको केटा हो मैले त्यही गरिरह मान्छे भेटाएँ यहाँनिर होइन ल हेलो अहिले हामी एकछिनमा भेटौँला है टाइम सकिन्छ फेरि छिटो छिटो हानौ ल यस केटा हो स्टार्टै भएन यार यो त हाम्रो असम ब्लग्सले चाहिँ क्वाड बाइक राइड हान्दैछ घुम्दैछ है घुम्दैछ सोल्टी मात्र 20,000 कुदेको यो बाइक आज त्यो चाहिँ भन्न आएको छैन म यो भन्नेवाला पनि छैन आज मैले अघि जुन तपाईहरुलाई मैले देखाएँ चलाएर देखाएँ यसकै बारेमा दाइसँग सानो कुरा गर्न आएको छु लोकेसन कहाँ छ के छ फेरि पनि मैले भन्ने छु कस्तो छ एक्सपिरियन्स के रहन्छ त्यसको बारेमा पनि अब अघि मेसिनरी कुरा हो मेरो भिडियोमा अलिकति यो बिग्रेको आयो होला मेसिनरी कुरा हो सानोतिनो उहरू भइरहन्छ त्यसमा पनि हामीले फेरि बनिसक्यो है कम्प्लिट भइसक्यो एकछिनमा बन्छ एकछिनमा बिग्रिन्छ त्यो नर्मल कुरा हो तर तपाईहरुको टाइम खेर जाँदैन यसमा चाहिँ दाइलाई मैले एकैछिन बोलाएँ दाइ नमस्कार
छ अब हामीले यो क्वाड बाइकको बारेमा अहिले मैले चलाइहालेँ होइन आधी घन्टा मैले चलाइसकेँ मलाई मेरो एक्सपिरियन्स बेटर रह्यो मैले अहिले पछि चलाएको चाहिँ मैले भिडियो बनाउनु पाइनँ मेरो क्यामेरा अर्कोले बोकेर गयो होइन अब बाँकी तपाईँले भनिदिनु तपाईँको यहाँनिर के छ कस्तो सुविधाहरू के छ यसमा तपाईँलाई अब चलाउँदाखेरि कहाँ रुटहरू के छ त्यसको बारेमा पनि भन्नु अहिले यो चाहिँ हाम्रो फर्स्ट ट्राई हो हामीले यो न्यू कन्सेप्ट चाहिँ यो काठमाडौँभित्र नै यो पहिलो कन्सेप्ट हो यो पहिलो कन्सेप्ट हो हामी चाहिँ यसलाई ठुलो 200 रोपनीको क्षेत्रफलमा चाहिँ यसको आफ्नै ट्र्याक बनाएर आफ्नै क्षेत्रमा चाहिँ गुडाउन गइरहेछौँ अनि यो चाहिँ हामीले ट्रायल फेजमा चाहिँ अहिले 3वटा मात्र ल्याएको यो पछि हामीले यसलाई विस्तार गरेर अलि राम्रो फर्स्ट टाइममै चाहिँ ल्याउँछौँ यो चाहिँ ट्रायल फेजमा के रहेछ कस्तो रहेछ यसको मार्केट कस्तो छ ट्रायल गर्नलाई मात्र अहिले हाम्रो प्राइसिङको रूपमा प्राइसिङहरू कस्तो छ के कस्तो प्राइसिङ अहिले हाफ आवरको 1000 ल्याएको अनि अस्ति चाहिँ हाम्रो म्यामले अफरको एउटा विज्ञापन गर्नुभएको थियो जसमा चाहिँ 1 आवरको 1000 त्यो चाहिँ फर्स्ट 30 राइडलाई हो तपाईँहरू नछुट्टिनु होला त्यो अफर आएको टाइममा हामी फेरि पनि यस्तै बनाउँछौँ तर त्यो निश्चित अफर हुन्छ त्यसमा चाहिँ कति टाइम हो भनेर तपाईँले इन्क्वायरी गरेर मात्र आउनु होला हामीले कुनै दुःख दिने उद्देश्यले चाहिँ यो बनाएका होइनौँ होइन त्यो भएर चाहिँ फर्स्ट आफ्नो इन्क्वायरी गरेर मात्र तपाईँहरू चाहिँ आउनु होला अन्तको प्राइसिङभन्दा यहाँ चाहिँ धेरै थोरै हो तपाईँहरूले बुझ्न सक्नुहुन्छ होइन 3500 देखि लिएर 1 आवरको त्योभन्दा बढी 4500 5000 10000सम्मको यो प्राइसिङ हामीले भेटाएका छौँ होइन तैपनि हाम्रो काठमाडौँ उपत्यकाबाट नजिक भएको कारणले सबै साथीहरूलाई चाहिँ किन टाढा पठाउने त नजिकै मनोरञ्जन गर्ने अलिक एडभेन्चर गर्ने वातावरण सिर्जना गरौँ भनेर हामीले स्टार्ट गरेका हौँ त्यसको सँगसँगै हामीले आर्किड क्याम्पिङ आर्किड भिल्ला पनि चाहिँ स्टार्ट गर्दैछौँ यसमा पनि हजुरहरू सहभागी भइदिनु होला होइन अनि हाम्रो त्यो चाहिँ प्राइसिङहरू बनिसकेपछि हजुरहरूले गर्छौँ लास्टमा अब तपाईँले यो लोकेसनको पनि अलिकति अलि डिस्क्राइब गरेर लोकेसन पनि भनिदिनु एकचोटि लोकेसनमा पनि अलिक कन्फ्युज भयो म आउँदै लोकेसनमा अलिक कन्फ्युज भएर हुँदै आएको होइन भिडियोको प्राइसिङको कुरामा म पनि कन्फ्युज थिएँ तपाईँ क्लियर गरिदिइहाल्नु हो म पनि सुरुमा 1000मा 1 घन्टा भनेरै आएको आउन चाहिँ त्यो अफरको कुरा रहेछ फर्स्ट 30 राइडलाई चाहिँ अफर थियो रहेछ हामी 30मा पऱ्यो होइन 31 32 कतिमा पऱ्यो 8 ठाउँमा छ तर अब चाहिँ लोकेसनको बारेमा पनि यसो थोरै केही भन्नु लोकेसन एक्ज्याक्ट सबैले बुझ्ने भने राधेको भाटपट्टि छ नि त्यो सबैले बुझ्नुहुन्छ त्यहाँबाट सट्ट कमल विनायक आउनुहोस् कमल विनायकबाट लाल्सा फाल्सा भन्छ भत्का पार्टी पहिलाको पुरानो नाम त्यहाँबाट चाहिँ हामीले बोर्डै राखेका छौँ क्वाड राइड भनेर अलि पोलहरूमा चाहिँ माथि परेर हुनसक्छ त्यो विज्ञापन हाम्रो बोर्ड राख्दाखेरि त्यहाँबाट प्रत्येक 100-150 मिटरको हाराहारीमा चाहिँ एउटा बोर्ड राखेका छौँ अनि आर्किड स्टेसन भनेर पनि हामीले त्यहाँ अलि तल ड्याम साइडभन्दा अलि तल राखेका छौँ ठ्याक्कै हामी चाहिँ प्रायः ड्याम साइड एरिया जिपलाइन एरिया हामीले अहिले फर्स्ट फेजमा चाहिँ त्यो ट्रायल गरिरहेका छौँ त्यसपछि हाम्रो आफ्नो पर्सनल कोर्सहरू हुन्छ हामी बार्गेनिङ गरेर कुरा मिल्दैछ ड्याम साइड एरिया अहिले ठ्याक्कै अब तपाईँहरूले नझुकिकन आउनु पर्दाखेरि चाहिँ बोजिनी ड्याम अर्को पनि आइसक्यो क्वाड है अर्को चाहिँ आउँदै रहेछ बोजिनी ड्याम ठ्याक्क बोजिनी ड्यामको अगाडि नै आउनुभयो भने यो सर्ट लगाएर दाइहरू बसिरहेको देख्नुहुन्छ हस् त थ्याङ्क यू सो मच थ्याङ्क यू